जिम्मा बजेले एक पुइजलाई दिए भयो मल्लका के हो मल्लका दिए भयो त उहाँ बोक्साको घर रहेछ वही बोक्सा घरवालाले उहाँ डोटीका देवता सब क्लोज गरी अनि कसै कहै कि चलिनायो बोक्सानसित फेरि भने यो सोराडीको एक भुवाबली ठाकुर छ भन्नाले उठै कि जे चल रे और हमारा देवता ने के चलिन क्या फङ्ग्या भन्यो त कहिले न परिचय कसैको छैन भन्छ त उनीहरू सेल छ यहाँ उसैलाई लाउन भनेर लायो ताइबरी उहिले पुइजले भन्छ कि ढोका भिट भयो खाना पकाएछ यही अब बसा यही बेला आइ बुवा खाना भन्छ त नाइ खाने हो बुवा मैं त के नाइ बच्चे बोल रे तब खाना अब अविश्वास है कुरडी नाइ भाइ बाबु उन भ्या चेली उन भएन त लौ एक नाइ 7 बच्चे अरे अब त खान्छे अब खाना हुनु खायो उस पछाडि सोध्यो वो बच्चा के बोलाइ मलाई के वेदना छ तँलाई भनेर अरे बोक्सा खुल्ला दिए अरे बोक्सा खान आइदिन अरे झाइदिनु पर्ने हो अब नाइ भन्नु न भन्नु बच्चालाई बोलिगे चेलीलाई भयो त गए झाइ भरे रात बे गए बस कमे नाइ अब बटामा कहिले आकाशवाणी बोल्यो ठाकुर रे ए जिम्मा मुइन यहीँ छु कफाडी तै लम्काने झाइ के गरलै जन झाइ ए कोही गोला बसला हन रे भन्यो रे झनाइले उहाँ झाइ भरे रात बे गए जब तक काम्यो नाइ अब उहाँ त आफ्नो मुडै खपर त झाइरह्यो हावा बियो ठाकुर अब काम्यो नाइ भने बिहान मुनि मल्लनले ना कहानी हाम्रा बोक्सान दगडा के त सोराडीको कन्दलामा कटकरमा खाने कुयो पिजास हो क्या फङ्ग्या त्यो फङ्ग्या भयो तैकी चलन थियो हाम्रा बोक्सानसित भन्यो अरे पुइ चढ्यो देवता अरे काम्या जिम्मा बजे अरे काम्या अरे मल्ल पनि बेच्छ र पुइ थियो जे त तेरा बोक्सान भलका घमझुल्का दफन गरी 12 घडी दिन चढ्या जिम्माले मेरो अभिमान गर्छ अरे मानहानि गर्छ अरे नाइ माने भन्यो अरे नन्नी कोइला त जिम्माका बगाउन सकले तेरा बोक्सान दफन कर सकले म 12,000 सोराडको हुँ ल 6,000 तल्ली 6,000 मल्ली 12,000 सोराड 22 बाट कुमाउ 9 ढुकुरा 16 खलौडे खिलबित्ती सम्मुखी जन्ने हूँ मेरे कि तेरा बोक्सान त नाइ चलन थियो मेरी कोही तति कर सकले रानी औराद ल्याउन त्या वर्षी सिख ल्याउन भन्यो रे तति नाइ गर्द सक्या त कुयो पिजासै बिउ लौ भन्यो रे बिन्दी भयो ठिक भोलिका दिन घमझुल्का गोठा उठा या सुँगरा घेटान झारे एकै हातले दफन गर्यो महाराजले ठाकुरले हाम्रा ठाकुरले एकै हातले धरती भित्र दबाई अरे दुई फर्के अरे गोठा गए सुँगरा घेटान झा हे मेरा बुवा उदय देव महाराज पार्यो दुई त फर्किए तेरा मन्त्र आँखा मै काम थियो हुन्छ है मैले जानी बुझिबाट छाडी आएँ जै बेला त भुलल है उही बेला कि सैनान हुने मैले छाडी आएँ भनेर तब एक राठपट्टि बक्सा छन् भने लाम काँडीमा और सब निकल मतलब नितुस भए तसी कुरडी हो अब कहानी पहिलेका हाम्रा कुल्याई त ठुली कहानी भए सल भए डोटी कुमाउ सोर सालमो